हेलो साथीहरू नमस्कार। उषा फ्यामिली ब्लगमा कस्तो नराम्रो आएको। म चाहिँ आज जाँदैछु साथीहरूलाई भेट्न सन्डे र मेरो छोरीले मलाई भनेको छ डेली भ्लग हाल्नै मम्मी भनेर म कोसिस गरिरहेको छु। अब उही गएर हामी के गर्छौँ सबै देखाउँछु, हेर्दै गर्नु होला। म चाहिँ यहाँ आएँ अनि यिनलाई भेटेँ अनि अरू साथीहरू पनि आउँदैछन्। अघि झुडीहरू पनि खिच्न पर्ने छ, अरू डुइटीहरू पनि आएको थियो। अनि हामी चाहिँ क्रिसमसको डेकोरेसन भइरहेछ यहाँ। हामी चाहिँ घुम्दैछौँ यो मलस पार्क हेर्नु हजुरहरूले पनि। हामी आउने सन्डे आउने घुम्ने बस्ने रमाइलो गर्ने ठाउँ यही हो। मैले आज भाइलाई चाहिँ एकदम धेरै मिस गरिरहेको छु। दाइलाई मेरो पनि मिस यु सो मच दाइ, तपाईको धेरै याद आएको छ। एकदम धेरै मिस गरेँ। म फर्स्ट टाइम भाइ बेगर एक्लै यो पार्कमा आएको म फर्स्ट टाइम हो। नत्र भने म जहिले पनि भाइसँग मात्र एक्लै चाहिँ भेट्छु, तर भाइलाई बाहेक अरूलाई भेटेको थिएन। आज फर्स्ट टाइम हो। मिस मेरो भाइ। के खान लाग्छ तिमी? चाउमिन एकदम पिरो छ, मासु पनि छ, मिठो छ। मुख देखेको म एकचोटि हेर्छु त। ल गाइजहरू यता हेर्नु, जुङ्गा मसार हुँदैछ। उहाँ हुनुहुन्छ हाम्रो ब्युटिसियन। उहाँले चाहिँ यहाँनिर आएर 5 रुपियाँमा थ्रेडिङ गरिदिनुहुन्छ है। आउनु है सबैजनालाई। लाजा भयो। हेलो, हामी अहिले लिमासोलमा छौँ। मोलोस पार्कमा छौँ साथीहरू। आउनुहोस् है मोलोस पार्कमा। यस्ता राम्रा हुनुहुन्छ हाम्रो ब्युटिसियन हुनुहुन्छ। गाह्रो छ आँखा तन्काउने। लिमासोल पार्क आउनुहोस् है लिमासोल पार्कमा। यहाँ पार्लर सम्बन्धीको पनि हुन्छ। अब उहाँले थ्रेडिङ पनि गर्नुहुन्छ। यहाँ मोलोस पार्कमा आउनुहोस् है, आउनुहोस्, एकदम मिलाएर गर्नुहुन्छ। हाम्रा उषा ब्युटी पार्लर म्यामले 75% नै डिस्काउन्ट गरेर 5 रुपियाँमा गरिदिनुहुन्छ। 75 पनि हैन, 95। यस्तो राम्रो छ। यो चाहिँ एकदम चलेको लिमासोलको उयो हो है पार्क। सबैभन्दा सिपहरू सबै हुने पर हेर्नुहोस्। टक्क जाने हो, टक्क लाएर सिपमा चढ्ने हो। भइसक्यो क्रिसमसको। अब साइप्रसमा क्रिसमसको डेकोरेसन पनि हुन थालिसक्यो। हेर्नु है एकदम राम्रो भएको छ। हेर्नु तपाईँहरू पनि उहाँसम्म पार्लरसम्म ल्याउनु भयो भने 50% नै डिस्काउन्ट दिनुहुन्छ है। मलाई पैसा राख्नु हो न। पैसा हेर यहाँ यतिकै पैसा माग्छु। कैची सहित आउनु भएछ। कैची गाइज यहाँ कटिङ सिस्टम पनि चल्छ। यहाँ एकदम हेयर स्टाइलहरू, अब जस्तै लेयर कट, स्ट्रेट कट। यहाँ कपाल काट्दै हुनुहुन्छ हाम्रो उषा म्यामले। यस्तो छ है, यस्तो छ। त्यो लङमा राम्रो हुँदैन है लेयर कट। सर्ट हानिदेऊ न, सर्ट। यहाँ हाम्रो डिस्कस चलिरहेछ सर्ट कि लङ हान्ने भनेर। हेयर स्टाइल छम्मै हानिदेऊ कि नडराई। उसको किनकि उयो अलिक उयो छ क्या, 90 डिग्री हान्ने डेङ्का डेङ। अलिकति फर्कन
यस्तो हुनुहुन्छ उहाँ चाहिँ के हुनुहुन्छ भने ब्युटी पार्लरको चाहिँ हुनुहुन्छ तर थुथुना पार्लर पनि धेरै चल्छ कस्टमरलाई यसरी धम्काइ पुराइ कस्टमरलाई धम्काउने हो यसरी ल तपाईहरु नै भन्नुस् अनि हाम्रो कस्टमरको पनि सुनौँ न केही मन्तव्यहरू कस्टमर यहाँ खुसी खुसी छु कपाल काट्दै हुनुहुन्छ तर गाली गरेर चाहिँ हल्का हाँस पनि गर्छ उडायो हौ कपाल त सुई पारेर अनि टिप्नु पर्छ है तर ब्याक क्यामेरा बबाल रहेछ हौ उषा है मेरो पनि यसो गरिदेऊ त रन्जु यो चाहिँ फाइनल लुक्स हुन आँटेको छ है के खान लाग्यो बिरयानी मा यो रन्जु के खान लागि खान्छौ तिमीले ए जुस हो यो के को जुस हो यो ल खा ल बाई बाई अन्त साथीहरू यहाँ भिड यहाँ सबै नेपालीको भिड हुनु ल यो चाहिँ हाम्रै जात्राबाट आएका हुन् यी हामीसँगै आएका हुन् किन तिमीहरूको भिडियो खिच्नु न मैले युट्युब हाल्न लाग्यो कस्तो राम्रो ल हेर्नु त सबै नेपालीहरू छ नि सब यत्रा सारा संसार मेरो नि यहाँनिर कस्तो राम्रो सिन आएको फोटो खिच्देऊ त मेरो आएर साइप्रस आएर यता हेरेर बोला हेलो म्याम पैसा कति भइसिन्छ त हजुरले पैसा कति टन्नै छ 800 छ के गरेको तिमीलाई कस्तो लागिरहेछ यहाँ हामीलाई भेटेर कस्तो लागिरहेछ भनेको हामीलाई भेटेर कस्तो लागिरहेछ आमा दिदीलाई भेटेपछि त म त संसारै बिर्सिहाल्छु नि हो दिदी पाएपछि अरू के चाहियो र मलाई यसले दिए अरे पैसा गनै छ 20 हो के त कति महिनामा बाहिर निस्केको रे बहिनी 2.5 महिना रमाइलो भयो एकदम आज बेस्ट पैसा गनेका गनै साइप्रसको चोर लाग्ला भन्ने डर भयो यहाँ गाई मेहनत गरेर पसिना बगाएर पनि खुट्दै फ्याकेको पैसा है यो चाहिँ 100 200 300 400 10 हो त गर्नु बिर्सी है 300 10 कडा चाहिँ यो 1 2 3 4 5 6 7 8 यो बेड कार्ड भने 400 100 200 300 1 2 3 4 5 कडा टक्क 800 छ तिम्रो स्यालेरी 800 हो मेरो स्यालेरी 800 छ मेरो सुरुमा आउँदा चाहिँ 500 थियो अनि आको 2 महिनामा 200 बढाइदिनु भयो आको फेरि अहिले 5 महिना भयो कि अनि त्यहाँबाट फेरि 200 बढाइदिनु हो अनि कति भने 500 थियो अनि फेरि 100 भयो 800 भयो ए कस्तो राम्रो रहेछ नि अनि मेरो त फ्यामिलीहरु एकदम बुझ्दै हुन्छ चापुरा धन्यवाद ए 800 स्यालेरी चाहिँ जसमिन म्याम स्टार्ट गर न गरिसके के आशिष सर हेर्नुस् धन्यवाद धेरै धेरै धन्यवाद हामीलाई यति राम्रो ठाउँमा पुर्याइदिनु भयो युरोप कन्ट्री कन्ट्री भनेर ल्याइदिएर थचारिदिनु हो नमस्कार हाम्रो स्यालेरी कति अरे मैले त 800 छ आशिष सर तपाईले 400 भनेर पठाउनु भएको थियो हेर्नु हाम्रो त 800 नै हो त अनि के हो डबल पर्यो नि त डबल खुसी भएर ए अनि यसो गरौँ न 1 महिनाको स्यालेरी आशिष सरलाई पठाइदियो अनि यस्तो राम्रो होइन नि म नि भएर तिरेको छ त ए 10 महिनाको स्यालेरी त आशिष सर तपाईलाई पो दिएको छ त 10 महिनाको स्यालेरी त आशिष सर हेर्नु तपाईलाई दिएको छ पुरा होल टिमलाई धन्यवाद यो टिप्स चाहिँ 10 को टिप्स चाहिँ उता नेपाल पठाइदिने हो हजुर को लाग्यो जसिन म्याम पूजा म्याम आशिष सर आकृति म्याम यानजी म्याम मनिषा म्याम अनि सुजाता म्याम ओहो
म्यामलाई उसले त 20 रुपैयाँ दिएछ म त 20 रुपैयाँ दिन्छु सुजिता म्याम आई लभ यु आई लभ यु सो मच सबैजना तपाईँहरूको कृपाले हामी एकदम खुसी युरोप कन्ट्री आम एक एउटा बराबर 163 ले रेट आजको 63 छ हेर्नु 63 ले पठाएको छौ है हेर्नु होला सुजिता म्याम 20 रुपैयाँ तपाईहरुलाई टिप्स हाम्रो सामान के सुस्मिता तिम्रो सामान खोइ के किने एक महिनालाई पुग्छ रन्जु तिम्रो सामान खोइ ए बाउलाई तिम्रो सामान खोइ एक महिनालाई पुग्छ एक महिनालाई खाजा हेर्नु मान्छे चाउचाउ बिस्कुट किन्ने मान्छे हो यो सब चाउचाउ किन्ने मान्छेको भिड हो क्या यो रन्जु एउटा प्लास्टिक मागेर ल्याइदेऊ न अलिक छिटी छ भनेर भनेको मान्छे रन्जु प्लास्टिक मागेर ल्याइदेऊ न दिन्छन् कि झोला टुट्यो भन न हेर त यहाँ ल अब जान लाको बाई बाई म घर आइसकेँ अब बाई बाई राम्रोसँग मेरो भिडियोहरू हेरिदिनु होला भिडियो हेरेर लाइक कमेन्ट गरिदिनु होला थ्याङ्क यू सो मच